नेपालमा पहिलोचोटि CGI VFX गरेर पुरै 4 मिनेटको गीत निर्माण भएको पहिलो अहिलेसम्म नेपालको फिल्मी इतिहासमा छैन भने स्टारहरूका फिल्महरू पनि पछाडिको इतिहास धेरै छ नि त हैन लगानी सेभ गर्दैन कतिपय मुभीहरू सुपरस्टारहरू खेलाएर पनि लगानी सेभ भए हुँदैन के त्यो किन बाहुबलीलाई टक्कर दिने गीत हो कि यो भनेको बाहुबलीलाई 100% टक्कर दिने गीत हो कि यो त्यो खालको हामीले VFX CGI को यो फिल्म चाहिँ अब बाहुबली लेभलको भनेर भन्दाखेरि तपाईहरुको बजेट चाहिँ ठ्याक्क फिल्मको चाहिँ कति खर्च भयो अब फिल्मको हजुरले खास फिल्मको बजेट भन्नुभयो कि या गीतको बजेट फिल्मको अनि पुरै त गाउनु पर्छ आउन नि त भर्नु हैन खुसी लाग्यो नेपाली फिल्मलाई अरूले तुलना गर्नु भएन कि बाहुबली भन्ने अहिलेका यो बलिदान समीर भट्टहरू तपाईहरुलाई खासै ठुलो लाग्दैन होला अब यस्तो छ उहाँहरुको कुरा गर्नु पर्दा अब हाम्रो चाहिँ टोटली CGI छ हैन टाढा भए पनि मेरो माया गाडा छ नि कहिले कहीँ फुल्ने हो किन यस्तो हुन्छ नि ल यति बेला हामी चलचित्र चिरागको टिमसँग छौँ अब चिराग मङ्सिरको 5 गतेबाट रिलिज हुने तयारीमा छ अब टिम त सबै टिम यहाँ छैनन् हैन यद्यपि धेरै भूमिका निभाउने केही टिमहरू र केही सपोर्टरको साथीहरू हुनुहुन्छ पहिला दर्शकलाई परिचय गराउँ हामीसँग यो चिराग फिल्मका लेखक निर्देशक अब आफैमा प्रोड्युसर आफैमा एक्टर आफैमा गीतकार देखि आफैमा सङ्गीतकार त्याग मूर्तिजी हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ तपाईँ फिल्मको यस्तो खम्बा भइदिनु भयो कि अलमोस्ट धेरै काम तपाईँले गर्नुभएको छ र त्यसै गरी हामीसँग सपोर्ट गर्नका लागि टिमकै सदस्यको रूपमा पनि हुनुहुन्छ उहाँ चाहिँ लामो समयदेखि सङ्गीतमा पनि आबद्ध हुनुहुन्छ हाम्रो काब्रेली थोकर होइन तपाईँको हजुरलाई स्वागत छ त्यसै गरी लोचन तामाङजी हुनुहुन्छ यो मुभीको सपोर्टर हुनुहुन्छ यहाँ पनि यहाँलाई स्वागत छ ल अब त्याग मूर्तिजी भनिदिनुहोस् कि अब चिराग फिल्म आउँदैछ तपाईँको होइन अब मङ्सिरको 5 गते आउनु त डेट बाँकी छ है किनकि हामी अहिले बल्ल असोजमा छौँ पछाडि पनि मङ्सिर होइन अलिक टाढा त छ यद्यपि फिल्महरूको बाढी जस्तै छ यो फिल्म कस्तो हो होइन कथाले के भन्छ किनकि यो पोस्टरहरू रिलिज भइरहँदाखेरि तपाईँ नै त्यहाँ फिचर हुनुहुन्छ अलिक फरक लाग्छ क्या हामीलाई कथा के कस्तो हो त्यो पनि एउटा प्लस फिल्म कस्तो बनाएको छ थोरै भनिदिनुहोस् अब यो फिल्मको बारेमा भन्नुपर्दा यो फिल्म चाहिँ ऐना हो समाजले हेर्यो भने चाहिँ समाज के छ भन्ने कुरा छर्लङ्ग देखिन्छ के अनि यो एकदमै अहिलेसम्मको संवेदनशील विषयवस्तुलाई लिएर मैले फिल्म बनाएको अध्ययन पनि धेरै अध्ययन गरिएको यो विषयमा यो हिजो आज 1-2 दिनमा 1-2 महिनामा बनेको पनि होइन यो मेकिङ गर्दा झन्डै 2 वर्ष लागेको छ अनि त्योभन्दा पहिला 2 वर्ष मैले यो विषयमा अध्ययन पनि गरेँ र 1 वर्ष जति हामीले स्क्रिप्टमा टाइम दिएको हो अनि यो धेरै मेहनतले यो धेरै समय अनि लगानी पनि त्यही स्तरको गरेर चाहिँ हामी आज यहाँसम्म पुगेका छौँ यसरी फिल्मको प्रचार प्रसार गर्न र डेट निश्चित गर्नसम्म पुगेका छौँ हामी चाहिँ जस्तो त्यो कथाको कुराकानी गर्दाखेरि भन्दा चाहिँ अलिक तपाईँ रिसर्चको लागि त्यत्रो समय लगायो भन्दा ट्याक्कै थोरै सारांश भन्न मिल्ने एउटा केही हुन्छ नि आधारमा जस्तो यहाँनिर यसो हेर्दाखेरि अब यसलाई के भन्ने अब तेस्रो लिङ्गीको एउटा कथामा बोकेको फिल्म हो कि पोस्टरले बताए अनुसार होइन अथवा तपाईँ नै पिक्चर हुन्छ त्यसमा फेरि होइन तपाईँको होल फिल्ममा यही क्यारेक्टरमा देख्नु कस्तो होइन म फिल्मभरि चाहिँ यही क्यारेक्टरमा पनि छैन यहाँ मेरो दोहोरो भूमिका छ होइन अब कतिपय कुरा त यो पोस्टरले नै भनेको छ यति सस्पेन्स छ होइन यतापट्टिको यो फ्ल्याक्समा हेर्दा यो यहाँ कति सस्पेन्स छ उता छ अब यो हेर्दा ऊ एउटा समाजले चाहिँ एउटा किरणलाई चाहिँ भनौँ न एउटा चिरागलाई चाहिँ दबाएर चाहिँ राख्न खोजेको सन्देश दिइरहेछ होइन अब बाँकी त दर्शकहरूले चाहिँ अब यो विषयमा चाहिँ यो एकदमै गहन विषय हो होइन अब मैले 2.5 घन्टा छ यसको लेन्थ चाहिँ अब 2.5 घन्टाको कुरा यहाँ भन्नुपर्दा त्यो समयले पनि भ्याउँदैन तर अब एकचोटि दर्शकहरूले चाहिँ हलसम्मै गएर हेरिदिनु पर्ने हुन्छ यो खासमा चाहिँ हाम्रो एउटा धनाढ्य परिवारमा जन्मेको सन्तान त्यो पनि धेरै पछि जन्मिँदा एकदमै वृद्ध अवस्थामा पुग्दा बाबामा त्यतिखेर जन्मिँदा चाहिँ बाबाआमाले पाएको खुसी र त्यो खुसी धेरै क्षण नटिकेर त्यो पछि ट्रान्सजेन्डर भइदिँदाको पीडा चाहिँ हामीले यसमा खास देखाउन खोजेको छ
तर अब ट्रान्सजेन्डर पनि कस्तो खालको ट्रान्सजेन्डर हो भन्ने कुरा थाहा पाउनलाई चाहिँ दर्शक हलमै जानुपर्छ। अहिलेसम्मको कुनै पनि फिल्मले त्यसरी व्याख्या विश्लेषण गरेकै छैन कि ट्रान्सजेन्डरलाई, न इन्डियामा न नेपालमा के। जहाँ पनि देखाएको छ पान चपाउने, थुक्ने, अनि ताली बजाउने साइड रोलहरू, त्यस्तो मात्रै क्यारेक्टरहरूमा चाहिँ त्यस्तो लिङ्गीलाई उभ्याएको छ कि। तर हामीले त्योभन्दा फरक कथावस्तु ल्याएर आएको छौँ। त्यो चाहिँ अब दर्शकहरूको हातमा हामी मङ्सिर 5 गते सुम्पिन्छौँ। त्यो पछि चाहिँ यो ट्रान्सजेन्डरले के काम गर्छ भन्ने कुराको लागि चाहिँ हजुरहरूले हलसम्मै जानुपर्ने हुन्छ। अब थोरै शुभकामना लिएको होला काब्रेजी थोकरजी, तपाईँको भनाइ शुभकामना दिनुहोस् न यो फिल्मलाई कसरी दिनुहुन्छ? उहाँको फिल्मलाई चाहिँ धेरै धेरै धन्यवाद हाम्रो दीपक सरलाई। अनि उहाँको यो गीतको उहाँको यो चिराग मुभीको गीत एकदम बाहुबलीभन्दा खतरा बनाउनु भएको छ उहाँले। मलाई चाहिँ एकदम मनदेखि एकदम मनपर्छ होइन। पहिलोचोटि होला यो नेपालमा बाहुबलीभन्दा पहिलोचोटि यो गीत खतरा बनाउनु भएको छ उहाँले। अनि त्यही भएर चाहिँ मलाई साह्रै मन पर्यो यो गीत। मलाई चाहिँ मनदेखि जिब्रोमा खालि गाउँ गाउँ जस्तो लागिरहेछ यो गीत, उहाँको मुभीको गीत। त्यही भएर म एक लाइन टुक्क गाउँछु है। अनि तपाईँले सङ्गीत चाहिँ कति वर्ष सिक्नु भयो अरे त्यो पनि बताइदिनु न दर्शकहरूलाई। त्यो त तपाईँ त इन्डियाबाट सिकेर आएको फेरि। हजुर म 5 वर्ष सिकेर आएको। 5 वर्ष हजुर इन्डियामा। आज हामी चिराग गीत पनि रिलिज गर्दैछौँ। आज चिरागको गीत रिलिज छ। हजुर र त्यसमा सुनौ सरको गीत। ए हस्। म फुल बनी फुल्थे तिमी बगैँचा भए, तिमी बगैँचा भए, तिमी जुन भनी डुल्थे तिमी गगन भए, तिमी गगन भए। म मनुष्य हुँ म ईश्वर होइन, तिमीलाई गुमाउने जिउने चाहना छैन, तिमीलाई गुमाउने जिउने चाहना छैन। उहाँको आवाज त शिबु पाण्डे भन्दा पनि खतरा छ हौ। तपाईँले के शिबु पाण्डेलाई कम्पिटिसन गर्नुहुन्छ के हो खासमा भन्नुहोस् त? 5 वर्ष सङ्गीत सिकेको भन्नुभयो उहाँको तपाईँ इन्डिया गएर। इन्डियामा 5 वर्ष सङ्गीत सिकेर पुगेन सर। अब 5 वर्ष अरू अझै सिक्नु सर। तपाईँले देश खानुहुन्छ यार। ओके होइन अब तपाईँले शिव पाण्डेको पनि हेर्नुहुन्छ भिडियो कि थाहा चिन्नुभएको छैन? अब मैले हेरेको टाइम टाइममा हेरेको छु उहाँको भिडियो। मलाई पनि उहाँको बेस्ट ऊ हो, फ्यान हो। गायकी हो उहाँको बेस्ट फ्यान हो उहाँ चाहिँ। शिबु पाण्डेको बेस्ट फ्यान हो, बेस्ट फ्रेन्ड हो होइन। चिन्नुहुन्छ त उहाँलाई तपाईँ? मजाले मजाले। ठिक छ। जस्तो गीत यो यही गीत रिलिज हुँदैछ आज। गाएको त फेरि उहाँले होइन नि? उहाँले होइन, दीपक लिम्बू र अस्मिता अधिकारीले गाउनु भएको छ। अब यो गीतको बारेमा नि थोरै भन्नुपर्दा, अब गीतको बारेमा भन्नुपर्दा यो नेपालमा पहिलो परियोग हो होइन, जुन हामीले चिराग मुभीमा यस्तो खालको म्युजिक भिडियो ल्याएको छौँ। यो गीतले यो म्युजिक भिडियोले चाहिँ बाहुबलीलाई टक्कर दिन्छ क्या। नेपालमा पहिलोचोटि सिजिआई भिएफएक्स गरेर पुरै 4 मिनटको गीत निर्माण भएको पहिलो अहिलेसम्म नेपालको फिल्मी इतिहासमा छैन। र अर्को कुरा हामीले चाहिँ यसलाई चाहिँ 3D एनिमेसन गरेका छौँ, अनि भर्चुअल सेट हामीले निर्माण गरेका छौँ, अनि लगानी पनि धेरै लागेको गीत हो यो। समय पनि हामीले झन्डै यो गीतमा 1.5 वर्ष जति लगाएको छ। 1.5 वर्षको समयावधिमा हामीले निर्माण गर्न सफल भएको हो। अब यो गीत चाहिँ एकचोटि तपाईँहरूले हेर्नै पर्ने हुन्छ, किनकि यो खालको गीत नै बनिएको छैन कि नेपालमा। यो त एकदमै मैले भने नि बाहुबलीलाई टक्कर दिने गीत हो कि यो भनेको। बाहुबलीलाई 100% टक्कर दिने गीत हो कि यो। त्यो खालको हामीले भिएफएक्स सिजिआईको प्रयोग गरेका छौँ कि यो गीतमा। भनेको यो चिरागमा त्यो यो फिल्ममा त्यो गीत छ? यो गीत छ। आज हामी बेलुका 4 बजे रिलिज गर्ने यही गीत हो। भनेपछि बाहुबलीले टक्कर दिन्छ? बाहुबलीले टक्कर। कन्फिडेन्ट कसरी आउँछ तपाईँलाई त्यो कि बाहुबलीलाई टक्कर दिन्छ भन्ने अनुरोधमा आज तपाईँ? अब यस्तो हो, अब मैले अध्ययन गरेँ होइन। अब 1.5 वर्षदेखि 2 वर्ष मैले यो गीत मेकिङमा लगाएको छु होइन। अब यसमा टेक्निसियनहरू पनि त्यही लेभलको छ होइन। हामीले सबै कुराहरू एकदम स्ट्यान्डर्ड युज गरेका छौँ होइन। अब सबै कुराहरू हामीले सेट डिजाइन गरेर यताउता गरेर होइन, एकदम 3D एनिमेसन भनेपछि अब पुरै सक्यो नि त होइन। त्यो लेभलको बनाइसकेपछि अब हामीले हेर्दा मात्रै पनि अब त्यो वाउ यो एउटा लेभलमा आयो है।
इन्डियामा मात्रै होइन नेपालमा पनि हामीले यो लेभलको चाहिँ बनाउन सक्यो है थोरै बजेटमा होइन। अब इन्डियाको त कहाँ 400-500 करोडका बजेटहरू हुन्छन्, त्यसमा गीतै कति महँगो बजेटमा बन्या हुन्छ होइन। तर हामीले नेपालको बजेट हेरेर त्यसलाई टक्कर दिने टाइपको हामीले गीत बनाएको छ भन्ने कन्फिडेन्स चाहिँ हामीलाई आफ्नो काम देखेर आएको के। अब यहाँ के छ भने त्यागमूर्ति तपाईँ त अब राइटरदेखि डिरेक्टर एक्टर प्रड्युसर धेरै सबै तपाईँ गर्नुभएको छ होइन। अब आफ्नो फिल्म आफूलाई खतरा लाग्छ एकदम होइन, आफ्नो सन्तान जसलाई पनि खतरै लाग्छ नि त, राम्रो लागिहाल्छ एकदम। त्यही त भएन नि, किनकि आफ्नो चिज त आफूलाई मतलब राम्रो होइन त्यो होइन, त्यो आफ्नो चिज आफूलाई खतरा लाग्ने भन्दा पनि अब खतरा छ कि छैन भन्ने कुरा त अब भरे 4 बजीतिर यो गीत रिलिज भएपछि दर्शकहरूले मूल्याङ्कन गर्नुहुन्छ, भोलि हामीलाई थाहा भइसक्छ। तर हामीले गरेको मेहनत जुन लेभलको हामीले काम गरेका छौँ त्यो लेभलको काम हेर्दा चाहिँ हामीलाई वाउ नेपालमा पनि हामीले यो लेभल ल्याउन सके है गीत सङ्गीतमा भन्ने महसुस भएको कि। अब यो चाहिँ कुन युट्युबमा आउँदैछ? हाइलाइट्स नेपाल। ओके जस्तो सर सरले बजेटको कुराहरू गरिरहँदाखेरि अनि यो फिल्म चाहिँ अब बाहुबली लेभलको भनिरहँदाखेरि तपाईँहरूको बजेट चाहिँ ठ्याक्क फिल्मको चाहिँ कति खर्च भयो? अब फिल्मको हजुरले खास फिल्मको बजेट भन्नुभयो कि या गीतको बजेट? फिल्मको अब फिल्म हाम्रो झन्डै 1.5 करोडको हाराहारीमा बनेको छ फिल्म मात्रै होइन। फिल्ममा अब यो गीतको खर्च चाहिँ जोडेको छैन फेरि मैले यसमा, किनकि अब गीतको चाहिँ कति? गीतको चाहिँ अब पहिला दर्शकले हेरेपछि अब दर्शकले मूल्याङ्कन गर्नुहुन्छ अनि त्यो पछि चाहिँ बल्ल उहाँहरूको मूल्याङ्कन के हुँदो रहेछ होइन। हाम्रो खर्च अनुसारको त्यो लेभलको उहाँहरूले मूल्याङ्कन गरिदिनुहुन्छ कि गर्नुहुन्न कि हामी चुके छौँ कि त्यो कुरा चाहिँ हामीले अब दर्शकहरूको प्रतिक्रियाबाट थाहा पाउँछ र नेक्स्ट टाइमको इन्टरभ्यूमा चाहिँ हामी त्यो पनि बताउँछौँ कि यति बजेटमा चाहिँ हामीले बनाएको थियो है। पहिला दर्शकहरूबाट प्रतिक्रिया लिउँ न, उहाँहरूले कुन लेभलको बजेटको प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरा हो कि। अब अहिले तपाईँ त अब एकदमै नेपाली फिल्मलाई अरूले तुलनै गर्नु भएन कि बाहुबली भन्ने, अहिलेका यो बलिदान समीर भट्टहरू तपाईँलाई खासै ठुलो लाग्दैन होला अहिले। अब यस्तो छ उहाँहरूको कुरा गर्नु पर्दा अब हाम्रो चाहिँ टोटल्ली सिजिआई छ होइन। हामी गीत सिजिआई गरेका छौँ। अब उहाँहरूले कतिपय कुराहरू फिल्ममै उहाँहरूले भिएफएक्स सिजिआई गर्नुभएको छ होइन। अब हामीले फिल्ममा चाहिँ गरेका छैनौँ कि फेरि गीतलाई मात्रै फोकस गरेका छौँ कि हामीले। जस्तो अब अहिले आइरहेका फिल्महरू अब भनौँ न अहिले दसैँबाट पछाडि ठुला फिल्महरू धेरै छन् होइन। अब यही कुराकानी गर्दा बलिदान होस्, हरिबहादुर जुत्ता होस्, माइतीहरू, अब फेरि अब यो जेरी आउँदैछ होइन, जेरी अन्तप छ, एकपछि अर्को फिल्महरू चाहिँ राम्रा आउँदैछ भनेपछि अब मङ्सिर 5मा आउने फिल्मले दसैँबाट आएका फिल्महरूलाई भनौँ न आम्दानीको हिसाबले पनि टक्कर दिन्छ कि पछि पर्छ? त्यसमा हामी ढुक्क छौँ किनकि हाम्रो मेकिङको हिसाबले हेर्दा हामी कथाहरू पटकथाहरू सबै कुराहरू हेर्दा होइन हाम्रो फिल्मले पनि एक लेभलको व्यापार चाहिँ गर्छ जस्तो लाग्छ कि। किनकि हामीले त्यही लेभलको बनाएको छौँ होइन। कथावस्तु नै फरक छ क्या हाम्रो। त्यो अहिलेसम्मको त्यो कथावस्तु मैले भने नि इन्डियामा पनि छैन कि त्यो कथावस्तु। इन्डियन मुभीमा पनि यो टाइपको कथावस्तु छैन कि। त्यही भएर हामी ढुक्क छौँ कि दर्शकहरूले मन पराइदिनुहुन्छ भन्ने। लोचनजीले थोरै कुरा सुनौँ न, तपाईँ शुभकामना दिनुहुन्छ यो उहाँको फिल्मको केही चिजहरू हेर्नु भएको छ कि छैन? सर्वप्रथम हाम्रो सरलाई म धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु। यति राम्रो गीत, यति राम्रो चिराग चलचित्र बनाउनु भएको छ। 15-16 वर्षदेखिको मेहनत उहाँको, यतिको मेहनतले आजसम्म उहाँ यहाँसम्म आइपुग्नु भएको छ। सबैजनाले मङ्सिर 5मा हलमा गएर सबैले चिराग फिल्म हेरिदिनु हुन अनुरोध गर्दछु। र आज बेलुका 4 बजे चिराग फिल्मको गीत रिलिज हुँदैछ। सबैजनाले हाइलाइट्स नेपालको युट्युब च्यानलमा गएर सर्च गरेर हेरिदिनु हुन म शुभकामना दिन चाहन्छु। अब सत्याग्रह अब यो के छ भने आफ्नो फिल्म कन्फिडेन्स त तपाईँलाई छ एकदम। अब हामी सबैलाई जित्छौँ भन्नुभएको एकदम। तर हलले सो नदिने भने त तपाईँको जति ठुलो फिल्म बनाए पनि त काम छैन होइन। त्यति चाहिँ कसरी लाग्नु भएको छ? किनभने भोलि तपाईँको फेरि हलमा 2-4 सो पनि नदिएर रिपिजोक हुन थाल्यो भने त तपाईँले म बाहुबली जतिलाई जित्छु भन्दै अगाडि बढेर त भएन फेरि होइन। त्यति ध्यान दिनु भएको छ नि? यस्तो छ
अहिलेसम्म सुन्नमा आएको के छ भने अब हलहरूले चाहिँ सो नदिने होइन, सो घटाइदिने, सो दिँदै नदिने, दिए पनि के अरे ठ्याक्कै 7 बजेभन्दा बिहान कि पहिला दिने कि राति दिने, त्यस्तो कुराहरू सुन्नमा आएको छ होइन। तर मलाई चाहिँ के लाग्छ भने यदि कन्टेन्ट बलियो भयो भने त सो तानिरहेको हुन्छ नि, त्यो त कन्टेन्टमा भर पर्ने कुरा हो। जस्तै हजुरको पूर्णबहादुरको सारङ्गीले सुरुमा कम सो पाएको थियो, इन्डियन मुभीहरूले धेरै पाएको थियो, अनि अन्तमा गएर इन्डियन मुभीहरू उसँग के अरे इन्डियन मुभीहरूको सो घटाएर हाम्रो पूर्णबहादुरको सारङ्गीलाई धेरै दियो नि त। त्यो त एउटा सफल इक्जाम्पल दिनु हो। अस्ति भर्खरको अभिमन्युको कुराकानी गरौँ न त, सो नपाएर हट्नु पऱ्यो, पछि हट्दै हटिरहेको छ नि त, त्यो पनि उदाहरण छ नि। त्यो यस्तो छ। अब अभिमन्यु त अब बलिदान, हरिबहादुरको जुत्ता अनि माइती घरहरूसँग सँगसँगै रिलिजमा थियो नि त ऊ त होइन। त्यही भएर पनि अब के भयो उहाँहरूको आन्तरिक कुरा हो त्यो होइन। अब हामी चाहिँ सोलो छ कि फेरि, हामी सिङ्गल हो, मङ्सिर 5 मा अहिलेसम्म सिङ्गल हो कि, अनि अरू छैन। अनि त्यसमा चाहिँ अब कन्टेन्ट बलियो भयो भने त्यो त कन्टेन्टले त आफू सो अब हलहरूले नदिएको पनि होइन अहिलेसम्म होइन। कन्टेन्ट राम्रो छ भने दर्शकको चाप बढ्यो भने त हलले बाध्यता बस रूपमा पनि दिइरहेकै हुन्छ होइन। भने चाहिँ म ढुक्क छु कि जतिवटा सो पाए पनि होइन म चलाउँछु नै होइन, चलाउँछु। अनि मलाई यति ढुक्क छ कि त्यो कन्टेन्टले चाहिँ सो सङ्ख्या आफै बढाउँछ। र अर्को कुरा फिल्म इन्डस्ट्रीका लागि, दर्शकका लागि तपाईँको अनुहार त्यति साह्रो चलेको त होइन, नयाँ हो। अरू को चलेका कलाकार छन् कि तपाईँको फिल्ममा कि हलसम्म दर्शकलाई तानोस्? यस्तो छ, पहिलो कुरा त म हजुरलाई के भन्छु भने अब फेस भ्यालु चाहिँ अहिले मुख्य छ होइन। तर यहाँ जस्तै तपाईँले चलेको अनुहार भन्ने कुरा गर्नुभयो नि, म त्यो कुरालाई चाहिँ मान्दिनँ कि फेरि। किनकि थुप्रै इतिहासहरू छन् कि नयाँ कलाकारहरू आएर एउटा छुट्टै छाप छोडेर होइन धुमै मचाएको छ कि, छ नि धुम मचाएको। भने चाहिँ मेन कुरा के हो भने जो जस्तै कलाकार भए पनि कन्टेन्ट बलियो छैन भने त्यो पछाडि नै निश्चित हो कि। तर कथावस्तु दमदार ल्याएर तपाईँले एउटा त्यसको कन्टेन्टलाई चाहिँ विशेष रूपमा त पस्किन सक्यो भने चाहिँ सबै कुरा सम्भव छ। कथावस्तुले तपाईँको मलाई कथावस्तुमा मेन कुरा के हो भने म वस्तुलाई चाहिँ विशेष प्राथमिकता दिने मान्छे हो कि। कथा राम्रो भएन भने स्टारहरूका फिल्महरू पनि पछाडिको इतिहास धेरै छ नि त होइन, लगानी सेभ गर्दैन। कतिपय मुभीहरू सुपरस्टारहरू खेलाएर पनि लगानी सेभ भएको हुँदैन कि, त्यो किन? कथावस्तु झुट। तर कथावस्तु राम्रो छ भने त कतिपय मुभीहरू त इतिहासै रच्न सफल छ नि। तपाईँ आफै राइटर, लेखक, निर्देशक, एक्टर गाह्रो भएन? किनकि फिल्मलाई राम्रो बनाउनलाई त एउटा राइटर डाइरेक्टरले चाहिँ घोरिनुपर्छ, एक्टिङ गर्न पनि क्यामेरा अगाडि दौड, फेरि क्यामेरा पछाडि आऊ, कति गाह्रो भयो? त्यो गाह्रो त धेरै गाह्रो भएको थियो सर। अब गाह्रोको त कुरै नगरौँ होइन। त्यो अहिलेसम्म पनि त्यो के अरे 1 कुन्टलले थिच्या छ कि मलाई 1 कुन्टल वेट बराबरले थिच्या छ कि जस्तो हुन्छ कि मलाई होइन। त्यो गाह्रो त्यतिसम्म गाह्रो भएको छ मलाई। तर मेन कुरा के हो भने त्यो एउटा मेरो प्यासन भएको कारणले गर्दा पनि होला होइन, मलाई त्यस्तो गाह्रो फिल भएन कि मैले एकदम आनन्ददायी रूपमा चाहिँ मैले काम गरेको। त्यति गाह्रो चाहिँ मैले महसुस गरिनँ। एउटा हाम्रो काबरेली सरको एउटा फेरि गीत सुन्नु पर्ला लास्टमा। के छ, तयार हुनुहुन्छ नि? एकदम रेडी। अलिक खतरा दिउँ है सर। तिमी फुल बनी फुल्थे। त्यो त फेरि त्यही हाम्रै गीत हो कि आज। अर्को गीत कुनै एउटा गीत गाउँदा हुन्छ। हल्का अब त्यति साह्रो त आउँदैन, हल्का फुल्का थोरै स्वर बस्यो होला कि उहाँ। स्वर अब तपाईँ 5 वर्ष बिहान चिसो खानु भएको थियो? बिहान उठ्दा बित्तिकै चिसो? म एउटा म उसको के उर्गेन्दोङको होइन, तपाईँ उर्गेन्दोङजीको ठिक छ होइन। तर तपाईँको एउटा उहाँले एउटा गीत पहिला रेकर्ड गर्नुभएको थियो कि, एक्सक्युज मी कान्छी सेक्सी सेक्सी, गीतै खतरा थियो कि होइन। दुइटै सुन्न पर्ला जस्तो। त्यो र अनि उर्गेनजीको दुइटै सुनाउ न। होइन त्यो चाहिँ त्यो मेरो गीत चाहिँ नसुन, अलिकति टाढा भए पनि मेरो माया गाडा छ नि, कहिले कहीँ फुल्ने हो किन यस्तो हुन्छ नि,
हस् त धन्यवाद यति मात्र अनि पुरै त गाउनु पर्छ आउनु नि त भर्खर होइन आउनु खुसी लाग्यो यो तपाईँको कन्फिडेन्ट हो होइन धन्यवाद सबैलाई आउँछ भन्ने छैन छैन अब उहाँ शुभकामना उहाँ यस्तो भयो कि 5 वर्ष इन्डियामा बसेर सिक्न थालेपछि यतातिरको गीत सङ्गीततिर अलि लगाव कम भयो कि उहाँलाई फेरि शास्त्रीय सङ्गीत उहाँ तपाईँ त शास्त्रीय सङ्गीत होइन क्लासिकल सङ्गीत सिक्दै गुरु चाहिँ को रहेछ तपाईँको त्यो के खान भन्नुभएको अरे त्यो राशिद खान होला होइन होइन बराल खान बराल खानजी एनिवे चिराग फिल्मलाई शुभकामना होइन हामी बिचमा फेरि भेटौँला होइन तपाईँ शुभकामना तपाईँलाई कि फिल्म हलसम्म पुगोस् हलमा पुगेर सो पाओस् त्यसपछि दर्शक पाओस् होइन दर्शक पाउनुभन्दा अगाडि 2-4 वटा कुराहरू छन् नि त हजुर होइन हल मालिकले बताउनुपर्छ वितरक सँगसँगै अनि दर्शकसम्म पुगोस् तपाईँलाई धेरै धेरै शुभकामना अन्त केही छैन म के भन्न चाहन्छु भने अब उहाँ साथीहरूलाई पनि धेरै धेरै धन्यवाद होइन अब खासै उहाँहरूले चाहिँ अब तारिफ चाहिँ धेरै गर्नुभयो होइन तर हिजो उहाँले पनि त्यो गीत हेर्नुभयो कि त्यो उहाँले हिजो भिडियो देखाए होइन भिडियो हेर्दाको तपाईँलाई अनुभव भन्नु त सर मलाई त तपाईँको यहाँ म त झन्डै रलिनँ यार यो लेभलको प्रविधि यताउता भन्ने कुरा गरिराख्नु भएको थियो होइन उहाँको मेहनतले बनाउनु भएको गीत धेरै राम्रो छ बम नै हुन्छ जस्तो लाग्छ मलाई किनकि त्यो भिडियोको कन्सेप्ट चाहिँ तपाईँहरूले भरे युट्युबमा आएपछि मात्र थाहा पाउने हुन्छ सबैजनाले युट्युब हाइलाइट्स युट्युबमा गएर हेरिदिनु हुन अनुरोध गर्न चाहन्छु म अन्तमा के भन्छु भने दर्शकहरूलाई चाहिँ हामीले चाहिँ यो एकदमै प्रविधिगत रूपमा पनि विश्वस्तरीय बनाउन खोजेको हो होइन अब कमी कमजोरी त हुन्छ नै जति जे भयो नि तर केही कमी कमजोरी भएको छ भने सुझाव सल्लाह दिनुहोला हामी आगामी समयमा चाहिँ त्यसलाई सुधारेर फेरि हामी अर्को पनि सिजिआईद्वारा निर्माण गरेर एउटा अर्को भिडियो पनि हामी बनाउन सकौँ होइन हामीले पहिलोचोटि है नेपालमा चाहिँ पहिल्यैचोटि हामीले यो काम गरेको हो त्यही भएर चाहिँ तपाईँहरूको साथ सहयोगको एकदमै खाँचो छ हामीलाई बाँकी चाहिँ केही भन्नु छ भने ठोकर सर भन्नुहोस् भन्ने त मेरो अब के पनि छैन अब यतिमा नमस्ते नमस्ते थ्याङ्क यू सर थ्याङ्क यू नमस्ते